हाम्रो देशको एउटा कुलुङ्गार माननीय हर्क साङपाङले 20 सडकमा धरानको एउटा 20 सडकमा हाम्रो देशको एउटा राष्ट्रिय जनावर गाई काटेर पकाइरहेका छन्। के भन्नुहुन्छ यसलाई? यता भिडियो हेर्नु। नेपालको विभिन्न चोक चोकमा बेच्न चाहन्छु। हामी देखिरहेछौँ दर्शक मित्रहरू, गोरुको मासु यो धरान उपमहानगरपालिकाको प्रत्येक चोक चोकमा गोरु काटेर बेच्ने वातावरण बनाउनु पर्छ भनेर म यहीँदेखि ध्यान आकर्षण गरिरहेको छु। जोतोस् या काटेर खाओस् या मारेर खाओस्, भिरबाट लडाओस्, त्यो सर्वाधिकार भनेको त्यो पाल्ने मान्छेको अधिकार हो। हामी गोरु काट्छौँ, यो गोरु प्रसाद बाँड्छौँ, घरमा बाँड्छौँ। हामी चोकैमा हामीले गोरु काटेर हामीले खाने वातावरणको अधिकार हामीले मिलाउनु पर्छ। र हामी बानुचोकमा हामी सबै मिलेर गोरु काटौँ न, भिड्ने भए भिडौँ हो र मनपर्ने खाद्य पदार्थ भनेको गोरुको मासु हो। नेपालको राष्ट्रिय जनावर होइन, यो चाहिँ गोठको, यो गाई गोठको चाहिँ राष्ट्रिय जनावर हुनुपर्छ। यो हाम्रो देशको एउटा सांसद हो जसलाई हामी जनताहरूले देश सुम्पिएका छौँ, जसलाई हामीले ल देश बनाउनुहोस् भनेर देश सुम्पिदियौँ। उसले के भन्दैछ भने एउटा देशको राष्ट्रिय जनावर गाई काटेर काठमाडौँको 20 चौराहीमा लिएर गाई काटेर खानु पाउनुपर्छ, हामीले खान्छौँ भनिरहेछ। कहिले भिड्ने भए आऊ भनिरहेछ। अब तिमी जति नसकेर होइन नि अर्के। अब देशको एउटा जनजातिको छोरो एउटा सांसद भएको छ, ल ठिक छ बनाओस्, राम्रो गरोस् भन्ने एउटा हेतुले हामीले भन्दा पनि नेपाली जनताले चुप लागेर बसेको छ क्या। त जे गर्दा पनि भने सहेर बसेको छ क्या। अब जनताले त जति नसकेर तेरो दादागिरी सहेर बसेको होइन, नसकेर होइन, तेरो घरमा घुसेर ती 2-4 जना राईका केटाहरू पछाडि लगाएर खुब ठुला गरेर कुरा गरिरहेछ छैन। तेरो घरमा घुसेर गोली हान्ने क्षमता छ, तर नचाहेर हो, नसकेर होइन। यति कुरा नेपालको म सरकारलाई एउटा कुरा भन्न चाहन्छु। अस्ति भर्खरै यो मलेसियाको घटना सायद तपाईँहरूले पनि सुन्नुभएको होला। मलेसियामा एकजना नेपालीले मलेसियाको जनावर बिरालोलाई लात हानेको सजाय उसलाई 20 वर्ष कैद सुनाइयो, थाहा छ। अब हाम्रो देशको एउटा जनावरलाई अब 20 चौराहीमा लिएर काट्छौँ भन्दा केही नबोल्ने सरकारले अब के गर्न सक्छ भन्ने कुरा हो। एउटा नेपाली राष्ट्रिय जनावरमाथि ल धर्मको हिसाबले छोडिदिउँ न। धर्मको हिसाबले हामी हिन्दू धर्मावलम्बीहरूले गाईको पूजा गर्छौँ, अब उनीहरूले बौद्धिस्टहरूले अर्को पूजा गर्ला, त्यो कुरा अलग छ। तर एउटा राष्ट्रिय जनावर काटेर खानुपर्छ भनेर जुन यस्तो हावा कुरा बोलिरहेको छ, यसको सजाय उसले पाउनै पर्छ, होइन भने हामी यसलाई सजाय दिन बाध्य हुनेछौँ। त हर्क राईज्यू, जुन तपाईँले जुन हरकत देखाउनु भएको छ, जुन गाई काटेर पकाउँदै गरेको एउटा मासु देखाउनु भएको छ, जुन तपाईँको छाउरोले काठमाडौँ बानेश्वरको 20 सडकमा हामी गाई काटेर खान्छौँ भनेर एउटा धम्की दिइरहनु भएको छ, यसको सजाय तपाईँले तत्कालीन माफीबाट पाउनुहुनेछ। तपाईँले जनता